हेलो साथीहरू नमस्ते। म चाहिँ अहिले धनकुटामा आएको छु र उतातिरको साइड चाहिँ धनकुटा अनि यतातिर भोजपुर पर्छ र यो धनकुटा र भोजपुर जोड्ने पुलको माथि उभिएर यो भिडियो बनाउँदैछु र यतातिरको दृश्य के कस्तो छ तपाईहरुलाई देखाउन गइरहेको छु। भिडियो मन पर्यो भनेपछि लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला भन्दै तपाईहरुलाई यतातिरको दृश्य देखाउन गइरहेको छु। हेर्नु होला। यहाँ चाहिँ निकै राम्रो छ, रमाइलो छ। यतातिर सुन्दर छ। यतातिर चाहिँ भोजपुर हो। यो यता भोजपुरको बस्ती छ। माथि माथि अग्लो अग्लो पहाड छ। यतातिर पनि माथितिर पहाड छ। यतातिर पनि धेरै अग्लो पहाड छ। यति अग्लो पहाड छ। यो चाहिँ अरुण नदी। यहाँ चाहिँ नदी बगिरहेको छ। तलतिर चाहिँ अरुण नदी बगिरहेको छ। यो अरुण नदी हो र म चाहिँ अहिले चाहिँ यता यो भोजपुरको साइडबाट धनकुटाको साइडतिर जाँदैछु र यताको साइडतिरको भिडियो बनाइरहेको छु। तपाईलाई के कस्तो लाग्छ हेर्नु होला, कमेन्ट गर्नु होला। निकै रमाइलो छ। यतातिर घुम्न आउनुभयो भनेपछि कहिलेकाहीँ घुम्नु होला। यो अरुण नदीको झुलुङ्गे पुल। नदी पनि ठुलै छ। यो अरुण नदी फेरि तल गएर सप्तकोशीमा मिसिन्छ। यो पनि निकै ठुलो नदी छ। पुल पनि लामो छ। यो लगभग 100 मिटर भन्दा लामो छ। 150-200 मिटरको पुल, 150 मिटरको पुल होला। यो झन्डै लामो छ। निकै रमाइलो छ। पानी एकदम पानी बगेको छ। मजाले पानी बगेको छ। उतातिर डाँडोहरू, घाम लागेको छ। मौसम एकदम राम्रो छ। क्लियर मौसम छ। निकै रमाइलो छ। यतातिर घुम्न लायक छ। एरिया सुन्दर छ। यो ठाउँ निकै सुन्दर छ। तपाईहरुलाई म ल हेर्नुस्, यो माथिको डाँडो काँडा अनि ल हेर्नु त कति रमाइलो छ। पुल हालिरहेको छ एउटा रमाइलो, निकै रमाइलो छ यो पुल। आहा मजा छ। माछा पनि छ। माछा पनि देखिन्छ पानीमा। पुल पनि निकै मजाको पुल रहेछ। नदी पनि ठुलो छ, बढेको छ। अहिले पानी टन्ने चाली चाहिँ निकै ठुलो नदी छ। यो सोसाइरहेको छ। अनि अहिले निकै सोसाएको छ नदी। अहिले त जताततै बाटोघाटोको विकास भएर वहाँ त्यो डाँडोहरूमा पुरै गाडीको सवारी साधनहरू चल्ने भइसकेको छ। उताबाट यतातिर जोड्ने यो फलाँटेदेखि धनकुटा घोर्ले खर्कको पल्लो साइड यो फलाँटे भन्छ। त्यहाँदेखि जोड्ने यो तल्लो साइडतिर पुरै डाँडोतिर जोडेको छ बाटो। यताततै गाडीको सुविधा छ। आजभोलि चाहिँ राम्रो छ। के गर्दैन यतातिर चाहिँ निकै रमाइलो छ। यहाँ यो ठाउँ चाहिँ बस्नको लागि निकै रमाइलो छ। उतातिरको मौसम हेर्नु त, कति सुन्दर मौसम छ। क्लियर मौसम। ल हेर्नुहोस्। यसलाई चाहिँ यो धनकुटा घोर्ले खर्कको यो चाहिँ खोला खर्क भन्छ। यहाँ चाहिँ यो चाहिँ फेदी दोभान हो। यो यहाँ पानी चाहिँ निकै भाव बढेको छ। मजा छ। कति रमाइलो छ। हावा चलेको छ। चिसो हावा चलेको छ। घामको साथसाथै हावा पनि एकदमै चिसो छ। निकै मजेदार मौसम छ यहाँको। र
वरपरको डाँडा काँडा पनि हेरिराख्ने जस्तो छ। कति रमाइलो छ, कति रमाइलो छ, कति सुन्दर छ। निकै घुम्न लायक छ यो ठाउँ। आउनुहोला, घुम्नुहोला तपाईँ पनि। म त हेरेँ, रमाइलो लाग्यो मलाई। तपाईँहरूलाई कस्तो लाग्यो?